भयो सर भयो 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 भएन अलिक फास्ट गरौँ भयो सर यताबाट घुम्नु होला है। नमस्कार, म पूर्ण ओली अहिले कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुम पश्चिममा कोष नियन्त्रकको रूपमा कार्यरत छु। मेरो घर मुसिकोट नगरपालिका वडा नम्बर 4 सोलाबाङ हो जन्मस्थल। अहिले बसाइसराई गरेर साङ्गुनारायण नगरपालिका वडा नम्बर 2 दुवाकोट भक्तपुरमा बसिराखेको छु। मेरो रुचिको विषय साहित्य हो। मेरो 4वटा जति पुस्तक प्रकाशित छन्। नाटकहरू छन्, 3-4वटा नाटकहरू छन् र एउटा गीती एल्बम पनि छ। र यो भ्रमणमा विशेष रुचि अब मेरो भ्रमण हो। नमस्ते, मेरो नाम चाहिँ करण चौधरी। मेरो घर चाहिँ डाङ लमी नगरपालिका। यो हाल नयाँ सहरको स्टाफ गाडी। रुचिको विषय रुचि चाहिँ अब कोरिया जाने छ। लेखहरू कति घुम्नु भएको छ? लेखहरू प्राय घुमेछु सर। म प्राय पूर्वमा इलाम मात्रै गएको छैन, नत्र यता पश्चिम भइसक्यो। सबैलाई नमस्कार, मेरो नाम रामबहादुर विष्ट। म कार्यरत सानीबेरी गाउँपालिका। मेरो घर सानीबेरी गाउँपालिका वार्ड नम्बर 3 पर्छ। रुचिको विषय यस्तो चाहिँ घुमघामको पनि भयो, खेल क्षेत्रतिर अलिक बढी रुचिको विषय छ मेरो। नमस्कार, मेरो नाम चाहिँ प्रजित विसी। मेरो घर चाहिँ सानीबेरी गाउँपालिका वडा नम्बर 2। म चाहिँ हाल चाहिँ सानीबेरी गाउँपालिकामा रोजगार सहायकको रूपमा कार्यरत छु। मेरो रुचिको विषय भन्नुपर्दाखेरि लगभग रुकुम जिल्लामा भएका पर्यटकीय क्षेत्रहरू कुनै पनि खाली छैन। मैले अहिलेसम्म घुमेको जताततै घुमेको छु, खाली छैन, सबै घुमेको छु। र नाचगान गर्ने, रमाइलो गर्ने चाहिँ रुचि रहन्छ। धन्यवाद। सबैजनालाई नमस्कार, मेरो नाम मिलन रेग्मी। मेरो घर जमिन नगरपालिका वडा नम्बर 5 बागलुङ हो। हाल म सानीबेरी गाउँपालिकामा कृषि अधिकारीको रूपमा कार्यरत छु। र मेरो रुचि भन्नुपर्दा नाच्ने, गाउने, रमाइलो गर्ने, घुम्ने, त्यही नै। स्पेसल केही पनि छैन। धन्यवाद। सबैलाई नमस्कार, मेरो नाम एक्का बहादुर केसी। घर मुसिकोट नगरपालिका वडा नम्बर 5 रुकुम पश्चिममा पर्छ। म कोलिनिकामा लेखापालको पदमा कार्यरत छु। र मेरो रुचिको विषय भन्नाले त्यही पढ्ने, लेख्ने, घुम्ने यही हो। अहिलेसम्म त्यही साहित्यमा हल्का हल्का रुचि छ। देखाउन योग्य त त्यति लेखेको छैन, अलिअलि फुटकर यही हो। धन्यवाद। सबैजनालाई नमस्कार, म उमेश बडुवाल। घर चाहिँ 8-20-8 दैलेख। हाल सानीबेरी गाउँपालिकाको लेखापाल पदमा कार्यरत छु। रुचि भन्दाखेरि यस्तै घुम्ने, अब नाच्ने, गाउने। सबैजनालाई नमस्कार, मेरो नाम एलिजा शर्मा। मेरो घर चाहिँ गुरबाकोट नगरपालिका सुर्खेत। हाल चाहिँ सानीबेरी गाउँपालिका वडा नम्बर 9मा वडा सचिवको रूपमा कार्यरत छु। मेरो रुचिको विषय भन्नुपर्दा चाहिँ साङ्गीतिक क्षेत्र, अनि यस्तै घुम्ने, पढ्ने, नयाँ कुराहरू खोज्ने, यही नै हो। यहाँहरू सबैलाई नमस्कार, मेरो नाम प्रेमबहादुर महरा हो। मेरो घर चाहिँ भागेश्वर गाउँपालिका डडेलधुरा पर्छ। अहिले टाढै छ। अहिले सानीबेरी गाउँपालिकामा चाहिँ सब इन्जिनियरमा छु। रुचि भन्ने त्यस्तो खासै केही छैन, समय सान्दर्भिक जता पनि मिल्ने खालको त्यति मात्रै चाहिँ, त्यस्तो स्पेसिफिक छैन। ल, उपस्थित सबैलाई नमस्कार। अनि जो नयाँ हुनुहुन्छ उहाँहरूलाई पनि यहाँ स्वागत छ। हाम्रो सानीबेरी गाउँपालिकाको वडा नम्बर 4 र वडा नम्बर 3 को सिमाना पर्छ होला सायद मौराखारामा। मेरो नाम चाहिँ मनोज खड्का। मेरो घर सानीबेरी गाउँपालिका वडा नम्बर 7 मै पर्छ। म यही सानीबेरी गाउँपालिका सानीबेरी गाउँपालिकामै योजना शाखामा कार्यरत छु। रुचि त अब साथीभाइसँग रमाइलो गर्ने, हाँस्ने, खेल्ने होइन, यस्तै छ। अब दिवस खासै रुचिको विषयहरू हुँदा यही नै मेरा। धन्यवाद। सानीबेरी गाउँपालिका वडा नम्बर 3 भलाचौर। अब मेरो पनि रुचि भन्दा नाच्ने, गाउने, साथीभाइहरू देखेर रमाइलो लाग्ने, अगुवा पनि नाच्छु, गाउँको अगुवा पनि हो, पैसरीको नाचको अगुवा पनि छु। अनि त्यही हो मेरो सबै रुचि भनेको। त्यही, धन्यवाद। सबैलाई नमस्कार, म पुण्य भट्टराई, पुण्यप्रसाद भट्टराई लेख्छु। मेरो घर चाहिँ सूर्योदय नगरपालिका इलाम हो। अहिले चाहिँ हामी झापा झरेको धेरै हो, झापामा बस्छौँ।
यहाँ आएको चाहिँ 3-4 महिना जति भयो जिल्ला समन्वय अधिकारीको रूपमा। अरू खासै त्यस्तो भन्नुपर्ने केही कुरा छैन। रुचि चाहिँ अब मेरो रुचि उहाँले भने जस्तै जता पनि मिल्ने खालको रुचि छ होइन, साहित्य पनि हो। अब सहरका छेउमा बस्यो भने सङ्गीत पनि मजै आउँछ। अनि अब पढ्ने मान्छेहरूका लागि किताब पनि लेखेको छु होइन, अनि आफ्नो अरू किताब पनि लेखेको छु। गर्दाखेरि हेर्दाखेरि ठिकै हो। म पत्रकारिता चाहिँ मेरो लामो समय भनेको म कलेज चाहिँ कहिले पनि गइनँ होइन। मेरो लगभग 5 वर्ष चाहिँ एकदम सक्रिय पत्रकारिता हिमालयन टाइम्समा र अन्नपूर्ण पोस्टमा गरेर अनि यता निजामतीतिर आएको हुँ। त्यस कारणले गर्दाखेरि सरले भने जस्तो मेरो रुचि एकदम र साथीभाइ पनि कस्तो छ भने जुन ग्रुपमा गयो त्यही ग्रुपमा साथीभाइहरू छन् क्या। जस्तो पत्रकारिताको साथीभाइहरू पनि अहिले त्यही ग्रुपमा यसरी नै हिँड्दा हुन्छ। अनि निजामतीतिर पनि र अरू चाहिँ अब यही हो रुचि चाहिँ मेरो। सरले भने जस्तै म चाहिँ भ्रमण साहित्य लेख्छु, नियात्राहरू। मेरो एउटा चाहिँ पुस्तक पनि छ, सरले भनिहाल्नु। मेरो पुस्तक चाहिँ लगभग 5-7 वर्ष नै भयो त्यो चाहिँ भ्रमण साहित्यको चाहिँ। र अहिले पनि कहिलेकाहीँ लेखिरहन्छु, गोर्खापत्रतिर आइरहेको हुन्छ, कान्तिपुर अन्नपूर्ण पोस्टमा पनि आइरहेको हुन्छ। अब यहाँहरूसँग सर्वप्रथम चाहिँ आज चाहिँ म सबैभन्दा धन्यवाद दिन्छु कसले हाम्रो सानीभेरीको सरले पनि। र मलाई त यहाँ ल्याउने सबभन्दा धेरै हाम्रो पुणा सर नहुने भए त तपाईँहरूसँग आउने थिएन। र यहाँहरूलाई धेरै धन्यवाद दिन्छु है। अब यहाँहरूसँग फेरि रहने साथसाथै नि खुसी लाग्यो। सबैलाई धन्यवाद। नमस्कार, म खगेश्वर भण्डारी। मेरो घर चाहिँ दाङ तुलसीपुर वडा नम्बर 1 मा पर्छ। बस्न चाहिँ बजारमा पनि बसिन्छ, दुईतिरै बसिन्छ। अहिले यहाँ रुकुममा आएको 2 वर्ष पुगेर 3 वर्षमा लागेको छ। यो 2 वर्ष पुगेर 3 वर्ष लाग्दाको बखतमा थुप्रै साथीहरूसँग अझै नजिकै बस्नुभएको छ। मनलाल सर लगायतका हाम्रो पूर्ण सर होइन, हाम्रो साहित्यिक जुन टिम छ एकदमै चाहिँ जहाँ गए पनि मलाई नछोड्नलाई भन्छु मलाई नछोड्नलाई त्यो भन्छु। अनि पेसाको हिसाबले शिक्षण प्राइभेट स्कुलमा शिक्षण चाहिँ मेरो पेसा हो। यो के अरे विजयेश्वरी सेकेन्डरी इङ्ग्लिस मिडियम बोर्डिङ स्कुल भन्ने छ, त्यसको चाहिँ भाइस प्रिन्सिपल भएर अहिले चाहिँ बसिरहेको छु। रुचिको जहाँसम्म रुचिको कुरा छ, यो साहित्य सङ्गीत र कलाविहीन मान्छे सिङपुच्छर नभएको पशु जस्तो हुन्छ भन्छन्। मलाई त्यसले छुन्छ क्या। त्यही भएर म त्यो जानेको त होइन, रुचि चाहिँ राख्छु। अनि त्यो यसमा पनि रुचि राख्छु। त्यसका अलावा तीनवटा क्षेत्रभित्र पर्ने लगभग सबै विधाको सम्मान गर्छु मैले। त्यसपछि अर्को अब रिसर्चमा पनि नयाँ चिजहरूको चाहिँ अलिकति उत्सुकता राख्छ क्या मलाई। ठाउँ पनि नयाँ ठाउँमा जाने, सबै गइराखेको ठाउँमा नजानी भन्छु मैले। सबै गइराखेको ठाउँमा के जाने, मेलामा के जाने, त्यहाँ मान्छे हजार हुन्छ, मान्छे मात्रै हेर्ने के जाने भन्छ। अनि यस्तै चाहिँ कोही नगएको ठाउँमा नयाँ ठाउँमा जान चाहिँ मलाई मनपर्छ। र त्यहाँको चाहिँ नेचुरल प्राकृतिक चिजहरू, त्यसै सांस्कृतिक चिज, त्यहाँको आर्थिक पक्ष, सबै पक्षलाई चाहिँ यसो हेर्ने चाहिँ कोट्याउने चाहिँ मैले गर्छु। त्यही नै छ। अब यसरी चाहिँ नि जमघट गराइदिनु भएकोमा अब साथीहरू सबैलाई हामीलाई चाहिँ नि यो अवसर दिनुभयो, बोलाउनु भयो पूर्ण सरले। एकदमै त तपाईँ त जानै पर्छ एकदमै के त्यो भन्ने शैली हुन्छ नि, जति मन नगए त त्यो सर्वस्व बिचरा भने त्यस्तो पारिदिनुहुन्छ क्या होइन। मन नगए त त्यो हुँदैन। अब मेरै कार्यालय सबै नहुने हो नि त, गइदिनु पऱ्यो भन्ने एउटा एक किसिमको चाहिँ त्यो खडा गरिदिनुहुन्छ कि सरले। त्यहाँबाट चाहिँ त्यो भन्नुभयो, यसरी जम्काभेट गराउनु भयो, साथीहरूसँग चिनजान भयो, अत्यन्त खुसी लागेको छ। यो हाइटमा आएर कहिल्यै नआएको ठाउँमा आएर, साँच्चै भन्दा मेरो जिजु बाजे बराजु कहिलेदेखि नआएको ठाउँमा चाहिँ अनि त्यो ठाउँमा चाहिँ आइएको छ। सबैलाई चाहिँ धन्यवाद दिँदै बिदा हुन्छ। नमस्कार, म मनलाल ओली। मेरो घर त्रिवेणी गाउँपालिका वडा नम्बर 5 जिराङ तमाक्षरे टोल हो। र म अस्थायी बसोबासको रूपमा मुसिकोट नगरपालिका 5 शेरी गाउँमा पनि बस्ने गरिरहेको छु। म त्रिवेणी माध्यमिक विद्यालय सिमरुतुको शिक्षक हुँ, कार्यरत। र
र राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिमको अध्यक्षको रूपमा पनि मैले गरिराखेको छ। अलिअलि त्यस साहित्यिक संस्थालाई साथीहरूको सबैको सहयोगबाट अगाडि बढाउने एउटा पहल गरिरहेको। अनि रुचिको विषय भन्दाखेरि साहित्य, विशेष गरी लेख्य साहित्य र मलाई बढी मनपर्ने भनेको यो स्थानीय भाषाका जो हामी बोल्छौँ अब त्यही सम्बन्धी नै हो मलाई बढी रुचि। लोक साहित्य पनि मन नै पर्छ। खेती गर्ने कुरा भन्ने एउटा त्यो निकाल्ने एउटा प्रक्रियामा छु अलिकति। अब त्यो विभिन्न कारणले त्यो छ। अनि एउटा कविता सङ्ग्रह तिम्रै आयो दाउ भन्ने कविता सङ्ग्रह निकालेको छ, अलिकति व्यङ्ग्यात्मक छ त्यो। त्यसपछि अरू खाराको वेदना भन्ने एउटा गीतिकाव्य छ, त्यो उति बेला खारा घटनाको विषयमा लेखेको, अब त्यो पनि प्रकाशनको छ। अनि भाले बासेना भन्ने एउटा कविता सङ्ग्रहको पनि एउटा तयारीमा छु। अब हेर्नुहोस्, अब दर्जन जति लगभग अब निकाल्ने प्रक्रियामा रहेका पाण्डुलिपिहरू छन्। विभिन्न कारणले गर्न सकिएको के अरे प्रकाशन गर्न सकिएको छैन। अब अर्को रुचि भनेको यो घुम्ने हो, विशेष गरी यहाँ सरहरूले भन्नुभयो प्राकृतिक ठाउँहरू, जो स्वर्गको टुक्रासरी यो ठाउँमा यो पहिल्यैदेखि सुनेको यो मौराखारा भनेको। र आउने अवसर आज विशेष गरी यो अवसर जोडाउने त पूर्ण सरले नै हो। अब यसमा झन् अब सरहरूको यो सानीमेरीको सरहरूको एउटा टिमले लगायत यो यहाँहरूको एउटा अविस्मरणीय अहिलेसम्म हामी जति घुमेका छौँ घुम जिल्लाका यी ठाउँहरू त्यसमध्येको एकदमै ऐतिहासिक जस्तो भएको महसुस गरेका छौँ। हामी दर्जनौँ ठाउँमा त घुम्यौँ, त्योभन्दा आज अलि विशेष एउटा सङ्गीतमय विविधता, विभिन्न ठाउँहरूका मान्छेहरू, बाहिरका साथीहरूसँग भेटघाट हुने, सरको देउडा गीत पनि सुन्ने सम्भावना देखेको एकदमै खुसी लागेको छ। कला साहित्यको सङ्गीतको हामी साहित्य खोज अभियान भनेर हामीले सञ्चालन गरिराखेको थियौँ त्यो अभियान। त्यसमा यहाँहरूको ठुलो टिम आज उपस्थित भयो। यस्तो यहाँहरूका एउटा व्यक्तित्वहरूसँग उपस्थित हुन पाउँदा अत्यन्त खुसी लागेको छ। र यहाँहरूका समय भयो भने भावनाहरू पनि सुनौँला भन्ने अनुरोध गर्दै मेरो परिचय यहीँ टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार। यहाँहरू सबैलाई नमस्कार। मेरो नाम चाहिँ कविन्द्र कुन हो र यहाँहरू सबैजनालाई चाहिँ मेरो घर यहीँ भएको नाताले सबैजनालाई चाहिँ यो सानीबेरीको पावन पुण्य भूमि, यो जैविक विविधताले सम्पन्न मौराखारा उसमा चाहिँ म पनि पहिलोपटक यहाँ आएको। स्वागत छ सरहरू सबैजनालाई। सरहरूसँग हुँदा चाहिँ खुसी छु। पदले चाहिँ म लेखापाल हो, सडक डिभिजन चौधारीमा कार्यरत छु विगत 1.5 वर्षदेखि। र भूतपूर्व यो सानीबेरी गाउँपालिकाको 4-5 वर्ष चाहिँ 4-5वटा आर्थिक वर्षमा चाहिँ म यहाँ लेखापाल भएर बसेको थिएँ। अनि रुचिको विषय चाहिँ मेरो टप 1 भनेको चाहिँ नि गेम नै हो। गेममा चाहिँ ब्याडमिन्टन गेम खेल्छु। त्यो सेक्टरमा चाहिँ असाध्यै मेरो टप 1को सेक्टर हो। गेमले चाहिँ यो मान्छेलाई चाहिँ स्वास्थ्यका लागि त हुन्छ नै, त्योभन्दा यो मित्रता, आत्मीयता, यो असाध्यै चाहिने सम्बन्ध चाहिँ प्रगाड गराउने एउटा माध्यम रहेछ गेम। म त अझ सबैलाई के भन्छु भन्दाखेरि यो गेममा चाहिँ नि कुनै न कुनै गेममा संलग्न हुनुहोस्। दोस्रो भने चाहिँ मेरो यस्तै विभिन्न यस्तै पदयात्राहरू, नयाँ नयाँ ठाउँहरू घुम्ने, नयाँ नयाँ गन्तव्यहरूमा पुग्ने, नयाँ नयाँ साथीहरूसँग जस्तो आज हामी जोडियौँ। यति भेटेका सबै साथीहरूसँग परिचय भएको छ। तपाईँहरूसँग फेसबुक अनि के छन् सामाजिक सञ्जाल, टिकटक होइन, सबैमा जोडियौँ एकअर्कामा। कहीँ न कहीँ चाहिँ नि मान्छे काम लाग्छ हेर्नु होइन। त्यो हिसाबले भयो भने यो भ्रमणको उपलब्धि हुन्छ। र मेरो एउटै ध्येय चाहिँ के छ भन्दाखेरि मैले हरेक दिन भेट्ने मानिसहरू मभन्दा चाहिँ विद्वान छन्, मभन्दा चाहिँ ज्ञानी छन्, उनीहरूबाट म केही न केही सिकिरहन्छु भन्ने मेरो वर्मले त्यही भन्छ। जस्तो आज तपाईँहरूसँग भेटेँ, हुन त त्यस्तो एकदमै औपचारिक माया प्रेम साटासाट नभए तापनि तपाईँहरूबाट मैले केही न केही सिकिरहेको छु। त्यही भएर जोडियौँ होइन। त्यो हाम्रो एउटा सरले त ग्रुप पनि क्रिएट गर्नुभएको छ। राम्रा राम्रा कामको अनुसरण गरौँ, त्यही नै भन्छु। र अन्तिममा फेरि पनि म त अब आयोजक जस्तो पनि भएँ, अब टोलीबाट पनि भएँ। त्यही भएर अब यो मेरो त नयाँ त्यति बेला चाहिँ नि पटक पटक चान्स त अवसर त थियो, तर चाहिँ नि त्यस्तै कार्यालयको व्यस्तताका कारण चाहिँ आउन पाइएन। आज यो बौद्धिक टिमसँग चाहिँ नि त्यो देखा भन्दा लेख्या हुन्छ भने जस्तै यति बौद्धिक सर्कलको टिमसँग चाहिँ म यहाँ आउने सौभाग्य मिल्यो।
सर सबैलाई धन्यवाद छ। हस् नमस्कार। यता बाँकी भाइले यसो क्यामेरा यसो घुम्ने गरौँ भाइ यिनीहरू सकेर त्यसपछि यता आउँला यता भन्नु त भाइ भाइ नाम भन्नु त नाम। नमस्कार, मेरो नाम नरेन्द्र बराल, मेरो घर चाहिँ सानोगेरी गाउँपालिका वडा नम्बर 4, पेसा ड्राइभर। भाइ नमस्कार, मेरो नाम तिलक प्रकाश ओली हो। मेरो घर सानगिरी गाउँपालिका वार्ड नम्बर 3 कमाइदिया हो। र तपाईँको हजुरको नाम? मेरो घर सानगिरी 4 नम्बर अनि वडा नम्बर अनि 4 अनि उदिराम बराल। ल सबै सरहरूलाई चाहिँ हार्दिक नमस्कार छ। मेरो नाम दीपक बुढाथोकी, घर चाहिँ मेरो सानोबेरी गाउँपालिका वार्ड नम्बर 8 र हालमा सानोबेरी गाउँपालिकामा पौन प्रसाद निर्माण कार्य छु। र योभन्दा पहिले म विगत 7.5 वर्ष जति माध्यमिक तहको थाई शिक्षक विज्ञान शिक्षकहरू पनि काम गरेँ। मन्जामती क्षेत्रमा प्रवेश गरेको 3.5 वर्ष सल्यान अब 7.5 वर्ष काम गरियो। सानोबेरी गाउँपालिकामा आएको चाहिँ लगभग 3 वर्ष 1-2 महिना भयो। र यो सानोबेरी गाउँपालिकामा हामी सम्पूर्ण कोल्नेका टिम हाम्रो समन्वयको सर लगायत हाम्रो बोर्डिङको सरहरू आउनु भएको सबैले चाहिँ हार्दिक स्वागत गर्छु। र एउटा चाहिँ आत्मीयता बढायो यो चाहिँ सम्बन्धले यो भ्रमणले, यसका लागि पनि एकदम खुसी छु, म हर्षित छु। र मेरो खास रुचिको विषय भन्दा त्यस्तो केही छैन। अब अलिकति चाहिँ घुमफिर गर्ने, यसो पायो भने खेतीपाती गर्ने ठाउँ पाएसम्म गर्न सकिएको छैन। अनि अरू त अब यस्तो चाहिँ लोकसेवा विद्यार्थी अहिले कहिले चाहिँ पढ्ने पनि हुने नै भयो। त्यही नै छ, धन्यवाद। सबैलाई नमस्कार, मेरो नाम सुशीला ओली बुढाथोकी, मेरो घर सानोबेरी गाउँपालिका ओली हुनुहुन्छ पेसा के होइन, खाना पकाइदिने हो। मेरो चाहिँ अहिले यो अफिसरको 4th पेपर इङ्ग्लिसमा आउँदैछ। कसैलाई अलिक तत्कालै होइन गाइड लेखेका थियौँ, अनि त्यस पछाडि चाहिँ लेख्न चाहिँ पाइएन, अनि त्यस्तो भयो, बाहिर गएँ।